सुरु। आजको खाना म खाँदैछु साग। यो लोडेको साग हो। मलाई लोडेको साग चाहिँ हाम्रो छिमेकी दिदीकोमा बाट ल्याएको हो अनि एकदम मिठो छ गाइजहरू। यो चाहिँ आफ्नै बारीको चाहिँ केराको अचार प्रयोग गर्छ। हामी यता बारीमा केराको अचार ल्याएको छ, एकदम मिठो छ। हेर्नुहोस्, हेर्नु म खुर्सानी पनि खान्छु। मलाई खुर्सानी एकदम पिरो हुन्छ, त्यही पनि मलाई चाहिँ खाँदा चाहिँ एकदम मनपर्छ। मेरो सासू मम्मीले भन्नुहुन्छ कि यसको मुखै मिठो छ, कस्तो मिठो छ भन्नुहुन्छ। हेर्नु न, आँपको अचार मैले यो केराको अचार सँगसँगै आँपको अचार पनि लिइरहेको छु। मनपर्छ। गाइस धेरै पिरो भएर घिटी भयो क्या। यो चाहिँ बोडीको दाल गाइजहरू। म चाहिँ सकेसम्म आफ्नै घरको लोडेको साग भए पनि आफ्नै घरको खाना चाहिँ एकदम मन पराउँछु। यसमा चाहिँ हामीले केही बिसादीहरू छरेको छैन नि त, अनि पानी मात्रै लगाएको, अरूहरू बिसादीहरू नसकेको। खाँदा पनि एकदम के लोडे भन्दा हजुरहरूले अर्कै सोच्नु होला, तर यसमा चाहिँ केही नमिसिएको भएर एकदम स्वाद चाहिँ बेग्लै आनन्ददायक छ। खाना पनि हेर्नु गाइजहरू, एक थाल खान्छु किनकि मेरो शरीर पनि लोडा छ। अरू पनि आफ्नै बारीमा पनि खुर्सानी हो, अरू केही त धेरै त हुँदैन, र पनि सकेसम्म घरमा उत्पादन भएको खान्छौँ हामीले। गाईहरू हजुरले पनि आफ्नो घर नजिकै भएको लोडे सोडे बनाएर खानु होला, बजारतिर नजानु होला। मिठो मिठो खाना खोज्दा आफ्नो स्वास्थ्यको लागि हानिकारक गर्छ। बिसादी सब्जीको तरकारी खानुभन्दा आफ्नो घरमा उत्पादन भएको लोडे खाना ठिक हुन्छ गाईहरू।